हेलो गाइज, आज चाहिँ हाम्रो युकेमा कलेजबाट साइकल निकालेर हैन साइक्लिङ टुर हान्ने प्लान छ। साइकल निकाल्दैछु केटाहरू हेलमेट लाएर। अन्त गौरव सर, हेलो, मौसम, श्याम, सुदीप। मेरो चाहिँ साइकल यो हो हैन, गियर वाले साइकल। हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु भयो हैन। अब अगाडिको हामी खिच्दै जान्छौँ। हामी चाहिँ जाममा पर्यौँ हैन, जाममा पर्खिरहेछौँ। ट्राफिक लाइट रातो बलिरहेछ, पर्खेको। अब गाडी खुले जस्तो छ, छैन खुलेको, उतापट्टि चाहिँ खुलेको रहेछ। हाम्रो खुल्न आँटो, पहेँलो हरियो। हामी अगाडि बढ्यौँ। यता गाडीहरू उताबाट हिँड्छ, हामी साइकलमा यताबाट। मौसम र सुदीप अगाडि, श्याम यता, म यहाँ। घाम लागेको भए त दामी हुन्थ्यो नि, तर गर्मी हुन्थ्यो यार घाम लागेको भए। ठिक छ यतिको जस्तो बाटो। कस्तो टर्निङ यार। होइन यार त्यस्तो त। 2 घन्टा यतिकै रे के नतलाई गए एकै ठाउँमा राख्छ। यता उँभो होइन र साथी। सुदीप आउँदैछ यहाँ। यस्तो बाटो। यो चाहिँ ट्रेन स्टेसन हो। यहाँ ट्रेन, यहाँबाट ट्रेन जान्छ। हामी चाहिँ यता बढ्यौँ। एकदम चिसो भइरहेछ, जाडो भइरहेछ। गल्ली गल्ली। खोइ त सुदीप आएन त। म्याप यता छ। अब म्याप हेर्नुपर्ने कता जाने भनेर। कुन ठाउँ जाने सुदीप? फिक्स गरौँ न। छिटो छिटो कता हो हेर्ने। म्याप हेऱ्यो, हेर केटा हो। भयो म्याप फिक्स भयो। जता गयो नि जाम। यस्तै छ युकेमा। धेरै पछि साइकल कुदाएको होइन, खुट्टा दुख्ला जस्तो छ। हामी चाहिँ यसरी देख्दैन लाइट बालेको। मेरो श्याम गल्ली गल्ली। यो चाहिँ कोही भात त छोडिदियो यार, अरूको नामको साइकल उइली देखाउन आँट्दैछ केटाहरूले। फेरि यहाँ अब लड्यो भने केटा हो काममा अर्कै मान्छे राख्छ नि, थाहा छ कि छैन। अब यो उमेरमा सिकेर हुन्छ त, पहिले सिक्नु पर्थ्यो अनि यहाँ देखाउने हो। सिक्ने उमेर हुँदैन क्या। एकदम मजा फिल भइरहेछ। हेलो गाइस, मजा भइरहेछ होइन। कस्तो फिल भइरहेछ त मौसम? एकदम घाँसे थाकाइ पनि, तर कुनै बेला लास्ट हल्लुका हुन्छ। सुदीप कस्तो फिल भइरहेछ? बबाल बबाल। किन साथी, किन यस्तो? किन, के भयो? यस्तै जङ्गलको बाटो, गल्ली गल्ली हामी चाहिँ जाँदैछौँ। यहाँ साइकल कुदाउँदा चाहिँ मलाई मेरो पहिले स्कुल पढ्दाको साथीहरू ओभर याद आएको छ। हामी साइकलमा यसरी नै स्कुल जान्थ्यौँ। शिशिर, आशिष, जीवन्त, म, यता देवराज, हामी यसरी नै हो साइकलमा जाने। हाम्रो कम्पिटिसन चल्थ्यो।
अनि गफ गर्दै गयो भने चाहिँ ढिलो गइन्थ्यो। अनि हाम्रो भलुवाली टोलीहरू पनि थियो, भविन, सुदीप, सुमनहरू। कहीँ जानु पर्यो कि साइकलमै हो हामी हिँड्ने। स्कुल पढ्दा हामी यसरी नै हिँड्थ्यौँ क्या साइकलमा, 4-5 जना। मलाई त्यही याद आइरहेछ। ब्याग पनि बोकेकै छ स्कुल गएको। भ्यू यस्तो छ होइन। हामी अगाडि अगाडि जाँदैछौँ। यहाँ चाहिँ रेस्ट गर्ने भनेर। यो त गाडीको बाटो, यो साइकलको बाटो। हराएको सूचना हुँदो रहेछ। के हेर न मलाई मिसिङ क्याट। बिरालो हराएको कसरी थाहा पाउने? यिनीहरूको घाँटीमा उयो ट्याग झुन्डाइरहेको हुन्छ नि त, लकेट। ए मिसिङ क्याट। सामान सोमबार आइपुग्छ। ग्लासको आइपुग्यो अरे। हामी कुन ठाउँ पो गएको? ग्लानी फर ब्रेस्ट। खोइ श्याम खोइ त। ब्लगिङ सुरु भयो आजबाट। फर्स्ट इन्भेस्टमेन्ट चाहिँ गोप्रो नै गर्नुपर्ने भयो नि त यो ठाउँ। अनि त्यसपछि ड्रोन पनि साथी। ड्रोन पनि। ड्रोनको चाहिँ ल होला नि त। ल त होला, लमै जाउँ नि। राइट हो कि लेफ्ट? कता हो त? कता कता पुगिन्छ अरे? पोखरी पनि रहेछ केटा। सिधै जाम अन द वे। ल जाउँ अगाडि हिँड। अब हामी जानुपर्ने ऊ माथि डाँडा हो होइन। पछि सानो साइकल कुदाउनको लागि। धेरै लानु पर्छ। कुदाएर लानु नि होइन सकिन्छ, थाकिन्छ पनि। हो। त्यसो डोर्याउँ न त। धेरै उकालो भएर यहाँ चाहिँ कुदाउनु सकिएन होइन। डोर्याइँदैछ। तलबाट के त हो? यहाँ माथि आइसक्यौँ। अब फेरि अगाडि बढ्ने हो। हाम्रै घर जस्तो त होइन। तिमीहरूकै घर हो यार। को छिमेकी आन्टी अङ्कल सबै हुनुहुन्छ। तिमीहरूकै घर। सबै त्यही फ्ल्याटै त हो नि साथी। यो घर उस्तै उस्तै हो त नि। उसले खोइ त्यो गभर्मेन्टले फ्रीमा दिएको जस्तो छ क्या। त्यस्तै गर्छ यहाँ। 80%हरूको त्यही हो यहाँ। के भनेको? सुत्न लागेको रहेछ नि त तिमीहरू। कहाँ? म त उठेर आइसकेको नि। म मात्र हो क्या? मौसमले भन्थ्यो अमिस पनि सुत्यो होला भन्थ्यो। त्यही म उठेर आएको नि। म उठेर आधी बाटो आएर मौसमलाई फोन गर्दा केटा त सुति पो रहेछ। अब उठ्न आँटेको भन्छ। खोइ 5 मिनेटमा आएन त। हामी चाहिँ यहाँ पोखरीमा आइपुग्यौँ होइन। क्या हो? पोखरीभित्र हामी चाहिँ आइपुग्यौँ यहाँ पोखरी छेउमा होइन। साइकलको स्ट्यान्ड छैन, यसरी भुइँमा लडाएर राख्ने हो। ए पोखरी केटाहरू आउँदैछ। ल ल यो यही जङ्गलको बाटो पनि कुदाउँदै जाँदा हुने रहेछ त। उहाँ अनि पोखरीमै निस्किने रहेछ उयो घुमेर। पोखरी चाहिँ यही हो होइन। श्यामको ठुलो रहर थियो पोखरी जाने। फेवाताल यहाँ। यो त नेपालमै पाउने हाँस जस्तो छ त यार। ए उडो हाँस। माछा चाहिँ छैन केटा? यत्रो भएपछि त त्यो डुङ्गाहरू के राख्नु नि। केही छैन।
बोट लिएर आऊ केटा यही हामी चाहिँ साइकल राखेर हेलमेट पनि राख्नु पर्यो। यो चाहिँ मेरो साइकल हो 7 नम्बर लेखेको मेरो गाडी नम्बर 7। जो हामी यता हामी चाहिँ यहाँ पोखरीमा आएर केटाहरू फोटोसुट गर्दैछन्। यता पनि पोखरी यता पनि पोखरी दुईतिर रहेछ पोखरी। पोखरीको पानीले मुख धुनु पर्यो नि त। मुख धुनु परेन केटा हो सफा छ नि पानी त। अलिक घाम लाग्यो बेला चाहिँ बेस्ट हुने रहेछ। चर्को घाम लाग्यो भने पनि कहिले यहाँको दामी फोटो हुन्छ रहेछ। चिसोले नाक रातो हो। सब पोखरी उतापट्टि पनि पोखरी छ। केटा ओ यता हेर न एक ग्रुप फोटो खिचाउ अनि अब हामी चाहिँ फर्किन लागेको होइन। यहीँ आयो यस्तो घुम्यो पोखरी हेरियो। अनि हाम्रो साइकल यहाँ छ। मेरो ब्याग कहाँ छ? अरू चाहिँ गाडीमा आएर नुहाउँछन् हामी चाहिँ साइकलमा आउने हो। साइकल यसरी लडाएको पानी खाँदैछु। उसको पानी खाँदाको नि पोज पन्जा खोइ लाग्यो त नि पानी खाने। अब चाहिँ हामी यहाँबाट निस्क्यौँ होइन। ल जाउँ 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 जाउँ। के को लडिन्छौँ? लडे पनि एकचोटि त हो। हामी चाहिँ हिँड्यौँ। यी सबैजना यहाँ नुहाउन आउँदो रहेछन् पौडी खेल्न नुहाउन। हामी पनि अर्कोचोटि नुहाउन आउने होइन केटा हो लुगा लिएर। अलिक घाम लागेको दिन अब यहाँबाट फर्क्यौँ। हाम्रो गन्तव्य यहीँ थियो। यहाँबाट चाहिँ ओह्रालो ओह्रालो अघि आउँदा त उकालो जाँदा चाहिँ ओह्रालो ओह्रालो हामी केटाहरू अगाडि हिँडिरहेको छ। ओह्रालो रहेछ स्पिड कुद्दा साइकल त। यो मान्छे पनि नुहाउन हिँडेको होला लुगा सुगा लाएर। सबैजना नुहाउन आउँदो रहेछन् है। राम्रो राम्रो फुलहरू रोपेर डिजाइन दिएर यतापट्टि अब चाहिँ हामी रुम आइपुग्न लाग्यौँ। अब कलेजमा साइकल बुझाउनु पर्यो। एउटा साथी उहाँ हिँड्दैछ, एउटा साथी यता, एउटा साथी पछाडि। हामी चाहिँ साइकलकै लेनमा हिँड्दैछौँ। जता पायो त्यता कुदाउन मिल्दैन साइकल। फुल कस्तो मजाले फुलेको छ। फुलै फुलको बगैँचामा मेरी माया। बाटोभरि फुल झरेको छ। अघि हामी गएको बाटो यही त हो। के अरे पर्छ यार बोका। हुन्छ त साइकल छ त कलेजमै किन किन्ने। जाउँ 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 टिट बजिसक्यो। जाउँ 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 जाउँ।
यो केटाहरूको रुम चाहिँ यहीँ माथि हो। अब हामी यहाँबाट कलेजसम्म साइकल पुर्याउनु। कता हिँडेको फेरि उँभो खोर्सानी किन्न? अब हामी चाहिँ यत्रो घुमेर आयौँ होइन। अब साइकल थन्क्याउँदैछौँ कलेजमा। ओके बाई बाई। आजको भ्लग यति नै, फेरि भेटौँला। सक्यो आज। ओके बाई। अब अर्को दिन स्विमिङ हाल्न जाने हो। ओके।